आइएमपी वालेटबाट एसआइपी को पेमेन्ट कसरी गर्ने भनेर यो भिडियोमा आज तपाईहरुलाई बताउन गइरहेको छु। तपाईहरुले कुनै पनि नेपालको कुनै पनि क्यापिटलहरुबाट एसआइपी रजिस्टर गर्नु भएको छ भने त्यो एसआइपी को मन्थली इन्स्टलमेन्ट अथवा तपाईको क्वार्टरली, हाफ इयरली अथवा इयरली जुनसुकै पनि पेमेन्टहरु तपाईले आइएमपीबाट सजिलै पेमेन्ट गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले आइएमपी रजिस्टर गर्नुपर्ने हुन्छ। रजिस्टर भएको हुनुपर्छ तपाईको नम्बरमा। त्यो हो भने तपाईले चाहिँ आइएमपी एप खोल्नु होला। आइएमपी एप खोलिसकेपछि तपाईको यहाँ सर्भिसेसमा शेयर मार्केट भनेर छ। शेयर मार्केटमा क्लिक गर्नु होला। त्यसमा फर्स्टमै शेयर मार्केटको फर्स्टमै छ तपाईको एसआइपी न्यू भनेर छ। तपाईको त्यसमा चाहिँ तपाईले एसआइपी न्यूमा एसआइपी मा क्लिक गर्नु होला। एसआइपी मा क्लिक गरिसकेपछि तपाईको अल सर्भिस प्रोवाइडेड भनेर छ। त्यसपछि अल सर्भिसेस प्रोवाइडर भनेर अहिले चाहिँ सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र एनआईसी एसियाको डायनामिक डेप्ट फन्डको दुईटा मा मात्रै तपाईले एसआइपी यो दुईटाबाट एसआइपी गर्नु भएको छ भनेपछि तपाईले यसबाट एसआइपी को फन्ड चाहिँ इन्स्टलमेन्ट पेमेन्ट गर्न सक्नुहुन्छ। अरुको चाहिँ तपाईको जस्तै एनआईएमबी को भयो, तपाईको एनएमबी को भयो, अनि तपाईको नबिल बैंकको अरु जुन हाम्रो नेपालमा अरु एसआइपीहरु छन् अरु बैंकहरुका ती एसआइपीहरु चाहिँ मा चाहिँ गर्न मिलिरहेको छैन। अहिले त्यो चाहिँ सर्भिस अवेलेबल छैन आइएमपी मा। अहिले चाहिँ सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र एनआईसी एसिया डायनामिक डेप्ट फन्डको चाहिँ तपाईले पेमेन्ट गर्न सक्नुहुनेछ। अब सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम को पेमेन्ट गर्नलाई सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम सिलेक्ट गर्नु होला। त्यो सिलेक्ट गरिसकेपछि तपाईले सिलेक्ट पेमेन्ट अप्सन भनेर छ। पेमेन्ट अप्सन चाहिँ एसआइपी इन्स्टलमेन्ट पेमेन्ट चाहिँ सिलेक्ट गर्नु होला। त्यसपछि तपाईको डिपोजिटरी पार्टिसिपेन्ट भनेर छ। त्यो तपाईको चाहिँ डिमेट अकाउन्ट कुन क्यापिटलको छ भनेर हुन्छ। त्यो क्यापिटल तपाईले चुज गर्नुपर्ने हुन्छ। त्यो चुज गरिसकेपछि तपाईको चाहिँ 8 अंकको बीओआईडी तपाईको क्लाइन्टको लास्टको बीओआईडी चाहिँ 8 अंकको बीओआईडी चाहिँ टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि नेक्स्ट गर्नु होला। त्यो नेक्स्ट गरिसक्ने बित्तिकै प्लिज जस्तो इन्टु एसआइपी भनेर इरर आयो। यसमा तपाईको त्यस्तो चाहिँ त्यो डिमेट नम्बर बीओआईडी नमिलेपछि भन्छ। बीओआईडी नम्बर मिलेपछि तपाईले नेक्स्ट गर्नुभयो भने तपाईको डिटेल सबै डिटेल आउँछ। इन्स्टलमेन्ट कति इन्स्टल सेकेन्ड इन्स्टलमेन्ट भनेर आएको छ। तपाईको ड्यू डेट चाहिँ 3 डेज अगो भनेको छ। 3 दिन अगाडि नै तिर्नुपर्ने। 3 दिन अगाडि बढी भएछ। त्यसपछि तपाईको कति इन्स्टलमेन्ट हो नाम सबै चाहिँ तपाईले टोटल पेमेन्ट अमाउन्ट चाहिँ सबै आउनेछ। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि तपाईको चाहिँ यसमा पेमेन्ट गर्दाखेरि सर्भिस चार्ज भ्याट सहितको 11 रुपैयाँ 30 पैसा काट्दो रहेछ। त्यो चाहिँ यति रुपैयाँ काट्छ। त्यसपछि तपाईले नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि 4 अंकको वालेट पिन डायल गरेर तपाईले पेमेन्ट सक्सेसफुल गर्न सक्नु। त्यसपछि तपाईको चाहिँ पेड टु एसआइपी इन्स्टलमेन्ट पेमेन्ट सक्सेसफुली भइसकेको छ। तपाईलाई यो चाहिँ रिसिप्ट चाहिन्छ भने सी रिसिप्टमा क्लिक गरेर तपाईले यो रिसिप्टलाई पनि डाउनलोड गरेर पीडीएफ मा तपाईले यसलाई पनि प्रिन्ट गरेर अथवा सेभ गरेर पनि पछि तपाईको रेफरेन्सको लागि तपाईले चाहिँ राख्न सक्नुहुनेछ। धन्यवाद।